सम्पूर्णमा नमस्कार। अहिले भर्खरै भाइरल भइरहेको स्वास्थ्य बीमा बोर्डले निकालेको नोटिसमा निकै भाइरल भइरहेको छ र विभिन्न व्यक्तिहरूले चाहिँ विभिन्न टिका टिप्पणी गरिरहनु भएको छ। स्वास्थ्य बीमा बोर्डले असार 10 गतेको पत्र अनुसार चाहिँ प्रथम सेवा बिन्दु हटाइएको भनेर माथि चाहिँ निजी अस्पताल र सामुदायिकलाई कोड गरेर लेखिएको छ र उक्तमा चाहिँ धेरैले चाहिँ अबदेखि जुनै पनि अस्पतालमा बीमा लागू भएका अस्पतालमा जाँदाखेरि चाहिँ रेफर नचाहिने, बीमाको कार्ड लिएर गएमा तुरुन्त सेवा पाउने भन्ने व्याख्या गरिरहनु भएको छ। तर उक्त पत्रले चाहिँ त्यो भन्न खोजिएको छैन। मैले विभिन्न सम्बन्धित व्यक्तिहरूसँग सम्पर्क गरेर बुझ्दाखेरि चाहिँ यस अगाडि चाहिँ सरकारी संस्थाहरू नभएका स्थानीय तहहरूमा चाहिँ सामुदायिक तथा निजी अस्पतालहरूलाई प्रथम सेवा बिन्दुको रूपमा अझै पनि सेवा दिइरहेकोले चाहिँ उक्त निजी तथा सामुदायिक अस्पताललाई चाहिँ यो साउन 1 गतेदेखि चाहिँ हटाएर स्थानीय तहमा रहेका सरकारी संस्थाबाटै प्रथम बिन्दु कायम गर्ने गरी सेवा दिनु भन्ने प्रकारको पत्र पठाइएकोमा र यहाँ अरू सेवाग्राहीहरूले बुझ्दा चाहिँ अब रेफर नचाहिने भन्ने कुरा बुझ्नु भएकोमा चाहिँ यस्तो भ्रामक र कन्फ्युजनमा नपर्नु होला र यदि कुनै कन्फ्युजन भएमा फेरि पनि बीमा बोर्डलाई चाहिँ अनुरोध गरेर अर्को पत्रहरू पनि आउन सक्छ। अहिले चाहिँ तपाईँहरू कन्फ्युज नभइकन तपाईँहरूले चाहिँ सरकारी अस्पताल नै प्रथम बिन्दुको रूपमा राखेको कुरा अवगत गराउन चाहन्छु। हस्त, धन्यवाद।